अब म केपी सर ओले हराउन बालेन शाह कम्बर कसरी लाग्नु भएको छ त? कस्ता कस्ता कहाँ गए मुसाका छोरा कोट भन्छन् नि। केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन्। अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने यो आकाश खसे के होला जस्तो कुरा नगर्नुस् के। चुनावमा जाने दम किन नदेखाएको भने चुनाव गर्दै गर्दैन यस्ता हेउ हुती र खुट्टी भएकाले चुनाव गर्छन्। नाटोको त 100% यहाँ त विजय घोषणा हुनु मात्र बाँकी हो। त्यति हो। झापाको प्रतिस्पर्धामा बालेनले गुगलमा प्रतिस्पर्धा गर्छन्, केपीओले भूगोलमा प्रतिस्पर्धा गर्छन्। बालेनजीले यदि प्रधानमन्त्रीको क्यान्डिडेटबाट चाहिँ उठ्नु भएको होइन भने एउटा कुरा हुन्थ्यो, उहाँ प्रधानमन्त्रीको क्यान्डिडेट भएर उठ्नु इट्स अ भेरी बिग प्रब्लम। यो चुनावमा अब हामी जित्छौँ नै भन्ने मैले विश्वास दिएको छु। एमाले जित्छ। हुइज केपी ओली चुनावपछि जनताले तपाईलाई जवाफ दिन्छन्। हुइज केपी ओली अध्यक्षले जित्नुहुन्छ झापामा 5 मा 1000% जित्नुहुन्छ। मैले देख्दाखेरि 7 सिट जति ल्याउला कि जस्तो लाग्छ। कति भन्नुभयो? 7 जम्मा थोरै भयो। 7 भने 1 2 3 4 5 औला सिद्धि 6 7। यो 50 सिट तलमाथि भयो भने भन्दा 50 सिट तलमाथि भयो भने 50 सिट तलमाथि असम्भव कुरा हो। तपाईँ यो फुटेज चाहिँ एकदम सुरक्षित राख्नु। मजाले सुरक्षित 15 दिनपछि बजाउनु। नयाँ अनुहारको खोजी चाहिँ नेपाली जनताले गरे पनि होइन। मतलब उहाँहरूको जसरी चाहिँ जुन व्यक्तिलाई अगाडि सारिराखेको छ त्यस्तो व्यक्तिको हातमा मुलुकको शासन गयो भने के होला कल्पना गरौँ एकपटक। विदेशमा रहेका छोराछोरीहरू मार्फत बुवा आमाहरूलाई दबाब दिने। कुनै पार्टीलाई भोट दिनुहोस्, कुनै उम्मेदवारलाई भोट दिनु। दिनु भएन भने फर्किँदैनौँ, दिनु भएन भने हामी हाम्रो पैसा पठाउँदैनौँ, दिनु भएन भने हामी तपाईँहरूलाई यहाँ भेट्न पनि बोलाउँदैनौँ। हामी पनि इमोसनल ब्ल्याकमेलिङ जुन खालको भएको छ त्यसले त समाजलाई नराम्रोसँग भाड्ने जोखिम दिएको आफ्नो निहित स्वार्थका लागि कस्तो घरमा अन्तर्विरोध सिर्जना गर्दै हुनुहुन्छ। कस्तो कल्चरमा हो हुर्केको होला, कस्तो कल्चरतिर चाहिँ त्यो नयाँ जेनेरेसनलाई लग्दै होला। बालेनजीलाई पनि मन पराएकै देखियो। ठुलै भिड थियो, महिला दिदीबहिनी पनि थिए, पुरुषहरू पनि थिए। कहाँ महिला थिए? जहाँ गए पनि तिनै एक थरी महिला बोकेर सुकैले जेसुकै गरोस् हामी चुनाव हार्दैनौँ। जो भए पनि तपाईँहरू एकजनाले जित्थे हो। तर एकजनाले त एकजनाले जित्ने, मैले जित्ने, अरू कुरा छोड्नुहोस् न। यसपालि भक्तपुरको 2 नम्बर क्षेत्रमा महेशले चुनाव लड्दै छैन, चुनाव शानदार ढङ्गले जित्दैछ र मलाई लाग्छ मेरो त प्रतिस्पर्धी पनि त्यहाँ होला जस्तो लाग्दैन। 1,10,000 मत खस्न सक्छ। 1,10,000 मध्ये 60,000 को आसपास मत सूर्य चिन्हमा खस्छ। अरू मत अलिअलि बाँडिएला नि 23 जनामा। यसो हेरेको छु हामी फेरि टकटकाएर खरानी टकटकाएर उठेर आउँछौँ भनेका छन्। तपाईँले टकटकाउनु पर्दैन गगनजी, जनताले टकटकाइ दिइसके त तपाईँलाई घर घरै गएर टकटकाइ दिइसकेका छन्। एउटा काङ्ग्रेसको सभापतिले देशभरमा उम्मेदवार पाए नम्बर सिंह गर्न आफै आउनु पर्यो। सभापतिसँग हारेमा पनि मजा छ, जित्यो भने त राष्ट्रको हिरो हुन्छ। प्रधानमन्त्री भन्छ ठग जसको बाख्रा चोर। चुनावपछि एमालेको सरकार बन्छ, प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को बन्छ भनेर सोध्नु भयो होला। अगर जितो भने भन्ने प्रश्न आयो, म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ। जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। जित्यो भने झापामा कान काटेर म टेकिङ हस्पिटलमा टाका लाउँछु। साँच्चै हो नि? रियल हो नि? यो सुन पनि मैले बालेन लाने दिन्छु। जित्यो भने आजन लिङ्गन दाईलाई पनि अब थाहा भयो होला, नेपाली काङ्ग्रेसलाई पनि थाहा होला, अझ गगन थापालाई थाहा भयो होला। तिमीहरूले राजनीतिक बुझेको रहन्छ। तिमीहरू मणिपुरको कोइला खानीमा जाऊ काम गर्नलाई। एउटा पनि फोटो छैन, मेरो एउटा फोटो यस्तो समस्या परेर फोटो तपाईँ पछि खिच्न सक्नुहुन्छ। You serious?
प्रधानमन्त्री हामी नै हुन्छौँ। प्रधानमन्त्री हामी यो देशको लिड गर्छौँ। यो देशको लिड गर्नलाई आएको हो, कसैलाई प्रधानमन्त्री बनाउनलाई आएको होइन। यदि म राजनीतिमा आइ भने यो देशको प्रधानमन्त्री बन्यो भने म 3टा मात्रै काम गर्छु। चुनाव हार्यो भने के गर्नुहुन्छ? होइन, म हार्न मैले जानेको छैन। धेरै व्यक्तिले के भनिरहेको छन् भने गगन थापा त अब प्रधानमन्त्री बन्ने बेलामा काठमाडौँ जनतालाई छोडेर तराई झऱ्यो, तराईमा त हार्छ भन्छन्। तपाईँले यहाँ जित चाहिँ कतिको देख्नु भएको छ? जित हेर्नुहोस्, म इलेक्सनमा जहिले पनि के सोचेर आउँछु भने इलेक्सनमा जहिले पनि आफूलाई कमजोर ठान्नुपर्छ। तपाईले जित्नुहुन्छ चुनाव मकवानपुरबाट? किन नजित्नु? जनता तपाईँको साथमा छन्। अरे किन नहुनु? मलाई अदालतमा सरकारी वकिल छ किन समात्यो भन्दा के काटेर समात्यो। अब म अलिक पपुलर ज्यादा छ, मान्छेले अलिक मन पराउँछ कि मलाई मान्छेहरूले। चुनाव जित्छ हर्क साम्पाङले? उसको ठाउँमा जित्छ होला। हर्क धरानमा मात्रै जित्छ। जित्छ। अन्त चाहिँ जित्छ जित्दैन? अन्त